हेलो गाइज वेलकम ब्याक इन दी अनदर भिडियो। आज चाहिँ म नयाँ गीत रियाक्ट गर्नु गएको छु। गीतको नाम छ अर्को जन्ममा बाई स्वप्निल शर्मा। सोल प्रोजेक्टहरूको हो यो। सो अब फेरि सोल भनिसकेपछि त्यही त हो। सो ठिकै छ। अब कस्तो छ गीत, कति पनि ढिला बिना बक्सदेखि लेस गो अन दी भिडियो। कस्तो छ हेरौँ, रियाक्ट गरौँ, रिभ्यू गरौँ कहिले नदेखेको। लेट्स गो अन दी भिडियो। ओके ओके धेरै स्पोन्सरहरू हुँदो कति अन्त्यहरू नै जिन्दगीको सुरुवात हुँदो रहेछ, या भनौँ कति जिन्दगीका सुरुवातहरू अन्त्यबाट नै बिउँछदो रहेछ। सकियो भनेर रोकिएका कथाहरू फेरि कुनै दिन लेखिन खोज्दा रहेछन्। भुल्ने रोग नै होस् या भुल्दा भुल्दै छुटिएको माया, पहिले भेट्दा नै चिन्न नसकेको मान्छे अहिले झन् के। यो भिडियो प्लेटफर्म चाहिँ त्यो ममरी पनिको टु बी कन्टिन्यू हो गाइज है। लाइक मेरो भाग्यमा रहेनौ तिमी, खुसी नै छु म तिम्रो खुसीमा, यस्तै के टाइपको थियो। चिन्थ्यो होला र, त्यसपछिको चाहिँ तर माया साँचो नै हो भने नरोपिएको माया पनि फल्छ होला कि। डकैतहरू आ गए गाइज, डकैत। यसको मल्टिटिजर हो कि टेलर टिजर। भाग्यमा नरहेको मान्छे फेरि समयले नजिक ल्याउँदा समय नै फर्किएर आए जस्तो लाग्दो रहेछ। सायद केही मान्छे भाग्यमा लेखिएका हुँदैनन्, तर समयले बेला बेला फेरि भेटाइदिँदो रहेछ। सँगै हुनको लागि भने होइन, हामीभित्र अझै कति बाँकी छ त्यो बुझ्नको लागि मात्र। सायद फेरि भेटिनु फेरि पाउनु होइन रहेछ। मन झुक्किदो रहेछ, समय आफै झुक्किदो रहेछ। तर भाग्य निरन्तर कठोर बन्दै जान्छ। भेटिनु पनि पर्दो रहेछ अनि छुटिनु पनि पर्दो रहेछ। फेरि अर्को जन्ममा तिम्रै हुन पाऊ, नलेखिएको भाग्यलाई बोकेरै आउन पाऊ। फेरि छुटिएर मन सहन गाह्रो भो, भारी पीडाहरू मनका बिसाउन पाऊ। तिमीलाई फुल दिउला, तिमीले भू गरे नि, तिमीलाई माया दिउला, तिमीले भुलिदिए नि, तिमीले छाडी जाँदा भाँचिएको यो मन मैले
हाल्यो मनको कुरो यो बुझ्नलाई गाह्रो मनै त हो नि दुखी हाल्यो मनको कुरो यो बुझ्न नै छाडी जानु नि कति सजिलो छाडिएको मन सम्हाल्नै गाह्रो मेरा समयहरूले तिमीलाई कुर्दै थिए मेरा जीवनभरिलाई यो बोझ हुने मेरा हाँसोहरूको मैले श्राद्ध गरी तर यो चिनो टेल्स होइन हाम्रो अभि साम्पाङ राईहरूको भिजुअल कन्सेप्ट चाहिँ दामी हो कि यसमा स्टोरी र कन्सेप्ट त हाम्रो स्वप्निल दाइकै हुनुपर्छ तर बाँकी भिजुअलमा चाहिँ हुन्छ नि जो प्रोडक्सन मेटेरियल्सहरू जहाँबाट आउनुहुन्छ टिमहरू उहाँहरूको काम चाहिँ एकदम हाइपर फोकस हो क्या दामी लाग्छ यार हेर्नु न कहाँ कहाँ गएर कस्तो कस्तो लोकेसनमा सुट गर्नु भएको छ यो एकदमै इजी थिएन तिम्रा हाँसोहरूको कामना गरे कसरी जन्मियो तिमीलाई फुल दिउँदा तिमीले भू गरे केटीले बचाउँथ्यो नि त्यो तिमीलाई माया दिउँला तिमीले भुलिदिए नि तिम्रा लाजलाई मैले सधैँ ढाकिदेऊला मेरा लाजहरूको कुनै ख्याल नराखी तिम्रा खुसीहरू मेरा खुसी नै हुन् तिमी खुसी हुनु मेरो याद नराखी हानिदियो के हो ल के गरेको दिदी के गरेको यार बचाइरहेछ अनि मुटुमै मेरो भाग्यमा राखेन तिमी खुसीलाई छु म मरे पनि तिमीलाई फुल दिउँला तिमीले घु गरी नि तिमीलाई माया दिउँला तिमीले भुलिदिए यसको एउटा मात्र बत्ती हाल्दै बच्चा थियो त्यसलाई चाहिँ मारिदियो र मार्दै छैन बजाइरह होइन केटी अब सक सक्यो अभि साम्पाङ राई देवर्षी एस राम्रो डाइरेक्सन गर्नुहुन्छ भन्दै थिएन विकेशमा दामी लोकेसन स्टोरी कन्सेप्ट चाहिँ स्वप्निल दाइकै त रहेछ नि हेरौँ त लोकेसन कहाँ कहाँको लोकेसन उठाएर राख्छ हौ केटाहरू यार फेरि सँगै भयो जस्तो छ है केटो बाँचेको के हो
लाइन अफ के हेर्ने गाइज है, दामी लाग्यो, दामी दामी। गौतम तुलाधर दाजुहरू, सम्पूर्ण दाजुहरूलाई चाहिँ एकदमै माया छ। तपाईँहरू यस्तै काम गर्नुहोस्, यस्तै गीत ल्याउनुहोस्, हामी रियाक्ट गर्ने छँदैछौँ नि दाइ। एकदम राम्रो लाग्छ यार गीतहरू तपाईँहरूको त। सो यो टिमहरू छ नि जो उखाड के रख देंगे के, होइन त के हिँड्दै हुनु त। ल चिनोटेल्स, आई लभ यु यार, आई लभ यु दिस टिम, खतरा काम गर्छ। अब हाम्रो स्वप्निल दाईको त के कुरा